एक्सेलमा बसेर एक क्लिकमा हामीले इमेल सेन्ड गर्नु पर्यो एक्सेल VBA युज गरेर भने कसरी गर्ने? आजको भिडियोको टपिक चाहिँ यही नै हो। हेलो एभ्रिवान, इट्स मी सञ्जय श्रेष्ठ फ्रम एक्सेल पोइन्ट नेपाल। यो एक्सेल VBA सिरिजको पार्ट 14 हो। यो टेबलमा कोलम A मा इमेल एड्रेस लेखिएको छ, B मा सब्जेक्ट, C मा मेसेज बडी र D मा चाहिँ एट्याचमेन्टको पाथ है। यो चाहिँ यो फाइल मैले सेन्ड गर्नेवाला छु। फाइलको नाम चाहिँ यहाँदेखि यहाँसम्मको हो। हामीले एक्सटेन्सन नेम सहित राख्नुपर्ने हुन्छ। यो कम्प्लिट पाथ हो। अब यसलाई चाहिँ अहिलेको लागि मैले एउटा मात्र इमेल आइडी लिएको छु। यो टेस्टको लागि हो। यदि हामीसँग थुप्रै इमेल आइडी छन् र त्यसमा अलग अलग सब्जेक्ट छन्, मेसेज अलग अलग छ र अलग अलग फाइल एट्याच गर्नु छ भने पनि तरिका अनि भिजुअल बेसिकको कोड चाहिँ सेम हुन्छ। त्यो कारणले अहिले हामी एउटा मात्रै इमेललाई सेन्ड गरेर हेर्छौँ है त। सबैभन्दा पहिला हामी डेभलपर ट्याबमा जान्छौँ र भिजुअल बेसिकको विन्डोलाई ओपन गर्छौँ। यदि हामीसँग डेभलपर ट्याब छैन भने कुनै पनि ब्ल्याङ्क एरियामा, कुनै पनि यो रिबनको एरियामा राइट माउस क्लिक गर्छौँ। त्यस पछाडि कस्टमाइज द रिबनमा क्लिक गर्छौँ र एक्सेल अप्सनमा गइसके पछाडि कस्टमाइज रिबन अनि डेभलपर डिफल्टमा यो चाहिँ अनचेक हुन्छ। यसलाई हामी चेक गर्छौँ अनि ओके गर्छौँ। अहिलेको लागि यो मसँग इनेबल छ। अब म भिजुअल बेसिकको अप्सनमा क्लिक गर्छु र यसमा हामी केही लाइन कोड लेख्छौँ। त्यसको लागि सबभन्दा पहिला हामी इन्सर्टमा गएर मोडुलमा क्लिक गर्नुपर्ने हुन्छ। यो कोड विन्डो हो। यसमा हामी केही लाइन अब कोड लेख्छौँ। सबैभन्दा पहिला कोडको सब रुटिनको नाम सब, त्यस पछाडि मैले यसमा राखेँ सेन्ड इमेल फ्रम एक्सेल भन्ने नाम दिए। यही नै नाम राख्नुपर्छ भन्ने होइन। अहिलेको लागि मैले यो नाम राखेँ। अब यसमा हामी केही पहिला भेरिएबलहरू डिक्लेयर गर्छौँ। डिम आउटलुक एप एज, मैले यसमा अब्जेक्ट भनेर चाहिँ यो मैले भेरिएबल डिक्लेयर गरेँ। भेरिएबलको नाम चाहिँ आउटलुक एप हुन्छ र अब्जेक्ट भनेको चाहिँ यो अब्जेक्ट भनेको चाहिँ डेटा टाइप हो। भेरिएबल र डेटा टाइपको बारेमा अगाडिको मैले भिडियोमा डिटेलमा कुराहरू गरिसकेको छु। यदि हेर्नुभएको छैन भने हेर्नु होला। अर्को एउटा भेरिएबल डिम आउट लुक मेल भनेर मैले अर्को एउटा बनाएँ। एज यो पनि अब्जेक्टकै रूपमा हामी बनाउँछौँ। त्यस्तै गरेर नेक्स्ट अर्को डिम वर्कसिटको लागि WS एज मैले राखेँ वर्कसिट भनेर। त्यस्तै गरेर अर्को एउटा हामी लुपको लागि युज गर्छौँ आई भनेर मैले राखेँ। आई नै राख्नुपर्छ भन्ने छैन, आई भनेर राखेँ अहिलेको लागि। यसलाई चाहिँ म इन्टिजर बनाउँछु। यसमा यो भनेको हामी रो नम्बरको लागि युज गर्नेवाला छौँ। अब हामीले यो भेरिएबलमा सेट गर्छौँ। यहाँनिर गएँ म सेट। सबभन्दा पहिला हामी सेट गरौँ, ल वर्कसिटलाई सेट गरिदिउँ। WS इक्वल दिस वर्कबुक डट सिट्स। अहिले मसँग यो वर्कबुकमा सिट 1 भन्ने सिट छ। म त्यसैलाई नै सेट गर्छु। यदि तपाईँहरूसँग भएको सिट अर्कै नामको छ भने तपाईँहरूले यहाँनिर चाहिँ अर्कै नाम राख्नु होला है त। अहिलेको लागि मैले सिट 1 भनेर राखेँ। यदि हामीसँग यो सिटको नाम अर्कै हुन्छ भने हामीले यसमा अर्कै राख्छौँ। र नेक्स्ट अर्को आउटलुक एपलाई सेट आउटलुक एप भनेर अर्को हामीले भेरिएबल बनाएको हो। यसमा हामी क्रिएट अब्जेक्ट भनेर राख्छौँ। CREAT क्रिएट अब्जेक्ट JCT अब्जेक्ट। यो चाहिँ हामीले आउटलुकलाई ओपन गराउनको लागि आउटलुक ओपन गराउने भने आउटलुक डट एप्लिकेसन APPLICATION हामीलाई आउटलुक ओपन गराउनु छ। त्यो भएर आउटलुक डट एप्लिकेसन OBJCT, यहाँनिर हामीले स्पेलिङ गलत गऱ्यौँ, OBJCT अब्जेक्ट। यदि हामीलाई आउटलुक ओपन गराउनु छ फर्स्टमा भने आउटलुक डट एप्लिकेसन है। मानौ हामीलाई MS वर्डको प्रोग्राम ओपन गराउनु छ भने वर्ड डट एप्लिकेसन भनेर हुन्छ। अहिलेको लागि आउटलुक ओपन गराउनु छ, त्यो भएर क्रिएट अब्जेक्ट अनि आउटलुक डट एप्लिकेसन। त्यस पछाडि नेक्स्ट अर्को हामी आईलाई सेट गर्छौँ। लुक स्टार्ट गर्नको लागि पहिला हामी आईको भ्यालु सेट गर्छौँ। आई फर आई इक्वल 2 भन्नाले फर्स्टको रोमा हामीसँग यहाँनिर टाइटल छ
यसलाई हामी स्किप गर्छौं सेकेन्ड रो देखि नै हामीले रो नम्बर सेट गर्ने हो त्यो भएर आई को भ्यालु भनेको 2 देखि अब लास्ट को रो सम्म कहाँसम्म लास्ट को रो निकाल्नको लागि ws.sales त्यसपछि ws. यो भन्दा अगाडिको पार्टहरु हामीले यो टाइपको लाइन यो टाइपको कोडहरुको हामीले एक्जाम्पल नै गरिसकेको छौं तपाईहरु एकदमै नयाँ हुनुहुन्छ यो मेरो यो युट्युब च्यानलमा भने अगाडिको भिडियोहरु चाहिँ हेर्नु होला है त अगाडिको पार्टहरु हेर्नु भयो भने तपाईहरुलाई सजिलो हुन्छ मैले यसमा ws.rows.count त्यो चाहिँ हाम्रो रो नम्बरको लागि भयो रो नम्बर भन्नाले यसले चाहिँ अब इन्टायर रो काउन्ट गर्छ त्यसपछि ए भनेको चाहिँ हाम्रो यो फर्स्ट कोलम भयो त्यसपछि डट इन्ड अनि त्यसपछि एक्सेल अप माथि आउनको लागि डट रो भयो हैन त्यसपछि अर्को हामीसँग छ आउटलुक मेल भनेर भेरिएबल यसलाई पनि हामी सेट गर्छौं सेट आउटलुक मेल इक्वल चाहिँ आउटलुक एप डट क्रिएट आइटम भन्नाले हामीलाई त मेल क्रिएट गर्नु छ हैन कम्पोज गर्नु छ आउटलुक एप डट create क्रिएट आइटम अनि कुन चाहिँ अब्जेक्ट क्रिएट गर्नु छ 0 वाला हैन 0 भन्नाले यो मेल क्रिएट गर्ने भन्नको लागि यो कम्पोज को लागि 0 युज गर्छौं आउटलुकमा त्यस्तै गरेर अपॉइन्टमेन्ट आइटम को लागि हामी 1 युज गर्छौं 2 युज गरिन्छ कन्ट्याक्ट आइटम को लागि त्यस्तै गरेर थुप्रै अलग-अलग आइटम को लागि चाहिँ अलग-अलग नम्बर हुन्छ जस हामीलाई कम्पोज गर्नु छ मेल क्रिएट गर्नु छ त्यो कारणले 0 ओके अब हामी यहाँनेर विथ भनेर स्टार्ट गर्छौं विथ के को लागि भन्दा आउटलुक मेल को लागि आउटलुक मेलमा के गर्ने त अब जे गर्ने यसमा गर्छौं है अन्त्यमा गएर हामीले चाहिँ इन्ड विथ गर्छौं अन्त्यमा चाहिँ इन्ड विथ गर्छौं र यो बीचमा अब हामी सबभन्दा पहिला डट 2 इक्वल चाहिँ 2 इक्वल के गर्ने त ws.sales अनि आई भन्नाले रो नम्बर कमा 1 भनेको ए कोलम को अब कति नम्बर रो चलिरहेको हुन्छ डट भ्यालु हो 2 इक्वल चाहिँ त्यो हो त्यस्तै गरेर डट सब्जेक्ट भनेर अर्को छ डट सब्जेक्ट के हुनु पर्यो त भन्दाखेरि ws.sales कुन चाहिँ सेल आई भनेको कति नम्बर रो चलिरहेको छ 2 भनेको बी नम्बर कोलमको लागि र भ्यालु भयो त्यस्तै गरेर डट बडी को लागि भ्यालु के त भन्दा वर्कशीटमा भएको सेल्स अनि कति नम्बर रो चलिरहेको हुन्छ आई भनेको चाहिँ डाइनामिक रो नम्बर हो र 4 भनेको चाहिँ हाम्रो कोलम भयो डी कोलम ए बी सी डी ओके 4 हैन पहिला हामी 3 राख्नु पर्यो 3 नम्बर डट भ्यालु ओके त्यसपछि अब हामी अट्याचमेन्ट को लागि बडी पछाडी यो हाम्रो अट्याचमेन्ट को लागि यसमा डेटा छैन जहिले पनि डेटा हुन्छ भन्ने छैन भन्नाले अट्याच हामी गर्छौं भन्ने हुँदैन त्यो भएर यहाँ हामी अलिकति लजिक लगाउँछौं इफ ws.sales आई कमा 4 नम्बर कोलम हो यो आई भनेको चाहिँ रो हो 4 भनेको चाहिँ कोलम हो डट भ्यालु यदि खाली छैन भने नट इक्वल ब्ल्याङ्क देन के गर्नु त त्यसपछि देन डट अट्याचमेन्ट attachments डट एड के गर्ने त ws.sales कति नम्बर रो को डाइनामिक रो नम्बर र 4 नम्बर कोलममा जे छ त्यो हुनु पर्यो हैन अट्याचमेन्ट चाहिँ के हुनु पर्यो 4 नम्बर यो 4 नम्बर कोलमको कति नम्बर रो चलिरहेको हुन्छ अहिले हामीसँग एउटा मात्र रो छ तर धेरै हामीसँग इमेल आईडी भयो भने धेरै हामीसँग रो हुन्छन् त्यो बेलामा लुपले जहाँ पुर्याएको हुन्छ रो नम्बर त्यही हुन्छ तर कोलम चाहिँ डी कोलम हुन्छ ओके अब हामीले स्टार्ट गरेको इन्ड यो इफ लाई चाहिँ हामीले इन्ड गर्नुपर्ने हुन्छ एउटा त्यति गरिसकेपछि अनि हामी अब सेन्ड गर्छौं हाम्रो इमेललाई र इन्ड विथ हामीले गरिसकेको छौं त्यो भन्दा अगाडि हाम्रो लुपलाई पनि इन्ड गर्नुपर्ने हुन्छ यहाँनेर मैले नेक्स्ट आई भने नेक्स्ट हामीले गर्नै पर्ने हुन्छ यहाँनेर पर आई स्टार्ट गरेपछि नेक्स्ट आई हामीले
गर्नै पर्ने हुन्छ। यति गरिसके पछाडि जब सेन्ड हुन्छ, सेन्ड भए पछाडि चाहिँ यहाँनिर एउटा मेसेज बक्स आओस्। मेसेज बक्समा चाहिँ अब हामी के सो गराउन चाहन्छौँ त्यो राख्ने हो। मानौ अल इमेल्स सेन्ड भनेर राखेँ मैले अहिलेको लागि यति नै। र अब यो रेडी भयो। यसलाई हामी रन गर्दा हुन्छ। सबभन्दा पहिला म एकचोटि रन गर्नुभन्दा अगाडि म एकचोटि ब्राउजरमा जान्छु र यो जुन इमेल आइडी मैले त्यहाँ राखेको छु त्यो इमेल आइडीमा अहिले इनबक्समा केही पनि छैन। म एकचोटि यसलाई रन गर्छु। रन गरिसके पछाडि यो जुन मैले एक्सेल सिटमा राखेको सब्जेक्ट, यो इमेलमा यो सब्जेक्ट, यो बडी मेसेज र यो एट्याचमेन्ट चाहिँ सेन्ड हुनु पर्यो। यसमा आएको हुनु पर्यो। म एकचोटि यसलाई रन गर्छु। हाम्रो कोड कहीँ कतै केही मिस्टेक भयो भने एरर आइहाल्छ। एकचोटि म यसलाई रन गर्छु। रन गर्नको लागि किबोर्डबाट F5 प्रेस गरे पनि हुन्छ। यहाँनिर हामीले रनको बटनमा क्लिक गरे पनि हुन्छ। र यहाँनिर चाहिँ एरर आयो नेक्स्ट विदाउट फर। ओके, हामीले फर त स्टार्ट गरेको छौँ। ओके, यहाँनिर हामीले चाहिँ यो हामीले फर स्टार्ट गरेको छौँ भने पछाडि एकचोटि फेरि रन गरौँ। नेक्स्ट विदाउट फर। ओके, हामीले फर स्टार्ट गऱ्यौँ तर ओके यहाँनिर हाम्रो मिस्टेक भएको छ। हामीले विथ यहाँ स्टार्ट गऱ्यौँ र आईको भित्र यसलाई चाहिँ हामीले राख्नुपर्ने र यसलाई मैले हटाइदिएँ अहिलेको लागि। यहाँनिर हामीले एन्ड विथ गर्नुपर्ने, एन्ड विथ है। विथलाई पनि हामीले यो आई भित्र पार्नुपर्ने हुन्छ, लुप भित्र पार्ने हुन्छ। ओके, अब एकचोटि म यसलाई रन गर्छु। रन त्यस पछाडि ओके हामीलाई मेसेज आयो अल इमेल सेन्ट। ओके, अब एकचोटि ब्राउजरमा गएर चेक गरौँ। यहाँनिर आइपुगेको त छैन। एकैछिन वेट गरौँ। यो इमेल भएको हुनाले कहिलेकाहीँ लेट आउँछ। ओके, एकचोटि हामी रिफ्रेस गर्छौँ। यो आइपुगेन भने हामीले फेरि भिजुअल बेसिकको कोड चेक गर्छौँ। यति गर्दा पनि आएन भने एकचोटि हामी फेरि जान्छौँ ब्याक भिजुअल बेसिकको विन्डोमा र यसमा हेर्छौँ है त। यहाँनिर हामीले चाहिँ ओके एकचोटि रन गरौँ। एरर केही खासै छैन। ओके, एरर छैन भने पछाडि ओके यहाँनिर हामीले चाहिँ एसईएनडी राख्नुपर्ने, सेन्ट भएको रहेछ। एसईएनडी राख्नुपर्ने हुन्छ। म एकचोटि फेरि रन गरेँ। अब एकचोटि हेरौँ। यो अल इमेल सेन्ड भयो। एउटा मात्रै छ त अहिले। एकचोटि हामी ब्राउजरमा जान्छौँ र यहाँ अब वेट गर्छौँ एकै सेकेन्ड। इनबक्स ओके ल एकैछिन वेट गरेपछि यो आइहाल्यो। यो यहाँनिर एकचोटि हेरौँ। यो हाम्रो टाइटल भयो, यो हाम्रो चाहिँ मेसेजको, र यो हाम्रो बडी टेक्स्ट भयो, र यो हाम्रो एट्याचमेन्ट भयो हैन। एक्सेलमा बसेर एक क्लिकमा इमेल सेन्ड गर्ने अटोमेसनको लागि यो भिडियो एकदमै हेल्पफुल छ। यो कोड चाहिँ एकदमै हेल्पफुल छ र यो कोड मैले डिस्क्रिप्सनमा पनि राखिदिएको छु। कोडको लिंक राखिदिएको छु, तपाईहरुले त्यहाँबाट निकाल्न सक्नुहुन्छ। र तपाईहरुलाई केही सोध्नु छ, क्वेरी क्वेशनहरु केही छन् भने कमेन्ट गर्नु होला। यो भिडियो राम्रो लागेमा लाइक अनि शेयर गर्न पनि नबिर्सिनु होला। र नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानल एक्सेल पोइन्ट नेपालमा भने सब्स्क्राइब अनि बेल आइकन पनि प्रेस गरिराख्नु होला।